आउनुभएको छ। पर्यटन मन्त्रालयबाट सुपरदेखि सबैजना आउनुभएको छ। पर्यटन मन्त्रालयले गर्दा होमस्टेमा यत्रो हामी रमाइलो गर्ने पाहुनालाई सरकार बोलाउने सहयोग भएको छ। पाहुनाहरू आउने क्रम यसै गरी भएको छ। 2072 वैशाख 12 गते भुइँचालो भयो काभ्रेमा। त्यसमा हाम्रा घरहरू होमस्टेका हामी सदस्यहरू घरहरू छिन्नभिन्न बस्ने अवस्था केही छैन, डराको बास छ। तैपनि हाम्रा घरहरू लडेका घरहरू लडेका ठाउँमा घरहरू बनाउनलाई ताइवानी खोलाको टिमले हामीलाई ठुलो ठुलो त्यो भुइँचालोका ढुङ्गाहरू पन्छाएर टहरू बनाउन सहयोग गर्यो। ताइवानी पाहुनाले ताइवानी त्यति मात्रै हो र ताइवानी टिम अहिले आउँदा 13 पटक आइसक्नुभयो। विद्यालयलाई पनि धेरै धेरै फोन जम्मा गरेर एउटा टिचर पाल्ने अवसर पनि प्रदान गर्नुभयो। हिजो भुइँचालो जाँदाखेरि घरमा बत्ती नभएर विद्यार्थीले खोज्न पनि पाएका थिएनन्। नारायण पढ्न लेख्न पाएको छ। त्यतातिर हेर्नुहुन्छ भनेदेखि हाम्रो कल्चर प्रोग्राम त्यहाँ 3-4वटा पिक्चर सामान्य देखाइएको पनि छ। त्यो सहयोगमा आज हाम्रो चाडबाड परेर सबै साथी यहाँ नहुँदा हामीले सबै देखाउँछौँ। त्यसको लागि हामी माफ पनि भन्न चाहन्छौँ। त्यति मात्र नभएर तपाईँले भन्नुहुन्छ भने आज कुहिरो लागेर हिमाल पनि देखिआएको छैन र चारैतिरबाट हिम श्रृङ्खलाहरू देखिने असाध्य राम्रो ठाउँ। नारायण पातदेखि होमस्टे बस्ने कुरा भन्दा पनि हाम्रो सबभन्दा पहिलो कुरा स्वास्थ्यको छ। चौरमा खानपिनको कुरा